15 लाख रुपियाँ ऋण त्यो पनि ब्याज तिर्न नपर्ने निर्ब्याजी। सर्टिफिकेट राखेर ऋण त्यो पनि पाइने 15 लाखसम्म। अनि बिना धितो ऋण पनि पाइने। आहा, सम्झिँदाखेरि कति रमाइलो होइन। चुनाव आउँदैछ, युवाहरूलाई यस्तै महत्त्वाकांक्षी योजना राखेर यस्तै लोभ्याउने खालका योजनाहरू राखेर भोट माग्न फेरि पनि आएका होलान्, जसले यस्ता वचनबद्धता हरेक निर्वाचनमा गरिरहेका छन्। के अब तिनीहरूलाई भोट दिने? कि तिनीहरूलाई भोट हाल्न विदेशबाट हुर्र लर्को बाँधेर जाने? सोचौँ है एकपल्ट, धेरैपल्ट सोचौँ। विदेश आउनु नराम्रो कुरा होइन, देश विदेश घुम्नु नराम्रो कुरा होइन, तर आफ्नो जिन्दगीको ऊर्जाशील समय, आफूले जीवनमा कमाएको सम्पत्ति ऋण गरेर विदेश आउनु अनि त्यो ऋण तिर्दा तिर्दै आफ्नो जीवन जानु, योभन्दा दुर्भाग्य, योभन्दा विडम्बना के हुन्छ? पार्टीका घोषणापत्रमा अहिले पनि यस्तै कुराहरू देख्न पाइन्छ क्या। कसैले के दिने, कसैले के दिने, निर्व्याजी दिने, विवाहलाई उद्यम दिने, कसरी दिने भन्ने कुरा इम्पोर्टेन्ट हो कि होइन, महत्त्वपूर्ण हो कि होइन? हामी यसरी उद्योग सिर्जना गर्छौँ, यसरी कल कारखाना बनाउँछौँ, यसरी विदेशी लगानी भित्र्याउँछौँ, यसरी यो क्षेत्रमा, कृषि जन्य क्षेत्रमा, उत्पादनमूलक क्षेत्रमा, उद्योगजन्य क्षेत्रमा यसरी हामी रोजगारीका अवसरहरू सिर्जना गर्छौँ। यति मानिसहरू लाभान्वित हुन्छौँ, यहाँबाट उत्पादन भएको चिज हामी यसरी बिक्री गर्छौँ भन्ने खालको स्पष्ट नीति नभएसम्म यो खालि हावाका कुराहरू हुन्। स्पष्ट नीति बोकेको, काम गर्ने मनसाय बोकेको र साँच्चीकै युवाहरूलाई समेट्न सक्ने र उद्यमशीलतामा, खास गरी उद्यममा, नेपाल त पर्यटकीय क्षेत्र पनि हो, पर्यटनमा धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने र युवाहरूलाई गरी खाने मेसो बनाउने वाचाबद्धता, प्रतिबद्धता, जे भने पनि, वचनबद्धता भने पनि, प्रतिज्ञापत्र भने पनि, जे भने पनि त्यो खालको योजना बोकेका उम्मेदवारहरूलाई, पार्टीलाई मात्रै भोट दिउँ है यसपाला। प्रश्न त हामीले गर्न सक्ने भइसकेका छौँ। योभन्दा अगाडिको भिडियोमा मैले भनेको थिएँ, माओवादीलाई भोट हाल्न जाँदै, एमालेलाई भोट हाल्न जाँदै, राप्रपालाई भोट हाल्न जाँदै, त्यो पार्टीलाई भोट हाल्न जाँदै, ऊ पार्टीलाई भोट हाल्न जाँदै आफ्नो आस्था छ पार्टीलाई भोट दिनुहोस् नदिनुहोस् भन्ने होइन, तर पार्टीको मुख्य एजेन्डा चाहिँ के हो त? तपाईँले भोट हालिरहेको पार्टीले कति वर्षदेखि जित्दै आएको छ र तिनले उठाएका मुद्दाहरू कति उनीहरू कार्यान्वयन गर्न सफल भए, यो कुरा पनि बुझौँ। अनि विदेश आइसके पछाडि हामीले त गर्नु परेका दुःख पनि सम्झौँ भोट हाल्ने बेला। अहिले उम्मेदवार बनेर आएकाहरूलाई पनि सोधौँ, श्रमको महत्त्व के हो, कस्तो हुँदो रहेछ, कसरी खट्नुपर्छ, कसरी विकास गर्नुपर्छ, विकास कसरी हुन्छ, तिनीहरूको विकासको मोडल के हो भन्ने कुरा प्रश्न गरियो भने हामीले सही उत्तर पनि पाउँछौँ र सही मान्छे पनि पाउँछौँ। त्यसकारण यो चुनाव महत्त्वपूर्ण छ, बारम्बार भनिरहेका छन्, बारम्बार भनिरहेकै छौँ। जेनजी आन्दोलन, यो नयाँ पुस्ताले गरेको आन्दोलनले केही न केही परिवर्तन हुनैपर्छ। यो नयाँ पुस्ताले गरेको आन्दोलनले नयाँ खालको विकास, नयाँ खालको समृद्धि अवश्य पनि हुनुपर्छ।